मालिक और थोड़ा सा गलती हो गई। आगे बताइए ओह सर। ओह! नमस्ते साथीहरू, स्वागत छ मेरो आजको नयाँ भ्लगमा। आजको मेरो भ्लग स्कुलदेखि सुरु हुँदैछ, देख्न सक्नुहुन्छ। आज शुक्रबारको दिन हाम्रो स्कुलमा वृक्षारोपणको कार्यक्रम चल्दैछ र हामी यहाँ बेलचा र फरुवा लिएर जाँदैछौँ रोपाई गर्न। जय मा नेपाल, जय शिक्षा जय विद्यार्थी, जय नेपाल। जय शिक्षा जय विद्यार्थी। जाँदैछौँ अब हामी रोपाई गर्न। त्यहाँ 12 र 11 कक्षाका साथीहरू मिलेर सबैजना बोट बिरुवाहरू ल्याएका छन्। केही यता छन् भने केही उता छन्। यसो त हुँदैन, होइन होला, होइन होला, होइन होला। अहिले यहाँ हामीहरू फुल रोप्न गइरहेछौँ। मैडम जितने नभयो त्यति भयो भइहाल्यो। यहाँ रोप्दैछन् केही साथीहरू, यहाँ रोप्दैछन्, उता पनि रोप्दैछन्। भिडियो बनाइदियो है। होइन होला, एक चार बस। लगा ली रात सर अपने में। यहाँ साथीहरू सफा गर्दैछन् फुलहरू रोप्नलाई। के छ खबर अर्पण? एकदम मस्त। मालिक और थोड़ा सा गलती हो गई। आगे बताइए आहा, संदेश बाबू। ओह सर। ओह! राजा बनाइयो। हेलो गाइस। गाइस, अब हाम्रो रोपाई कार्यक्रम सकिएछ। अब हात मुख सफा गर्न जाँदैछौँ। यता पानी हाल्दैछन् गर्ल्सहरू। गाइस, आजको ब्लग यति नै। भिडियो मन पर्यो भने लाइक कमेन्ट सेयर गर्न नबिर्सनु होला। सब्सक्राइब गरेर बेल आइकन प्रेस गर्नु होला ताकि नयाँ भिडियो सबैभन्दा पहिले नै हेर्न सक्नुहुन्छ। फेरि अर्को रमाइलो ब्लगमा भेटौँला। धन्यवाद।